पोल्ट्री सांस में छोड़ना यो खुट्टा उठाउँदा पहिला आएर अहिलेको खुट्टा हेर्नु कस्तो छ भनेर दुईटै जुन उठाइनुहुन्छ पाले पाला ल्याउनु अन्त ठिक छ अब यो ठिक छ खुट्टा पहिला आउँदैन थिएन यो है दुख्दै थियो होइन अब यसलाई टर्न गर्नु अब यसलाई ठिक छ यो पनि एकदमै एकुरेट छ गुड छ नि होइन पहिला के थियो कतिको दुख्थ्यो त्यतिको आउँदा एकदमै दुख्थ्यो यहाँ यो तल दुख्थ्यो आइराख्यो खासै भयो त के हो कति महिना भएको थियो मेरो 7 महिना 7 महिना अनि कहाँ कहाँ गर्नुभयो तपाईँको 7 महिना म बुटोल पनि गरेँ यता नारायणघाट पनि गरेँ अनि हुँदै भएन र अनि यहाँ टिकटकबाट हजुर टिकटक हेरेर आउनु भयो है जस्ट फाइदा भइरहेछ भएको छैन भन्नु है म पछि हेर्छु है तर कोसिस गर्छु नि ल यहाँ ठिक छ उतातिर तपाईँलाई के भएको सर यो समस्या यतिकै नसा च्यापेको छ भन्नुभएको थियो अनि औषधि दिनुभयो लगभग 4 महिनासम्म औषधि खाएँ हजुर औषधिले अलिअलि अब सन्चो जस्तो भन्ने खान गरी अनि पछि फेरि उस्तै दुख्ने के फिजियोथेरापी किन नगर्नु भयो फिजियोथेरापी पनि गरेँ तर त्यस्तो भरपर्दो भएन एक हप्ता चाहिँ गरेँ गर्न त्यस्तो रिजल्ट देखेन र अनि तपाईँ खास के खुट्टाहरू पोल्थ्यो पुरै तल पैतला पोल्ने अनि तल पिडुला दुख्ने यता हिँडेर दुख्ने दुःख धेरै हो एकदम अब कुकुरको बसेर उठ्नु त कतिको दुख्छ हेर्नु ठिक छ बेटर छ खुसी भयो अब जातिहरू जस्तो लागेछ अहिले त पहिलामा त धेरै नै त्यस्तो दुखाइ छैन अहिले जस्तो होइन यो उपचार आज कति दिन भएको आज लगभग 15-16 दिन भयो 16 दिन भयो है 16 दिनमा जस्ट रिजल्ट राम्रै आयो एकदम अब हप्ता दिन हिसाब गर्छु होला हुन्छ है ल ठिक छ पहिलाभन्दा त धेरै नै सुधार भएको जस्तो फिल भइरहेछ अस्ति बोक्नु पनि गाह्रो हुन्थ्यो खुट्टा यस्तो सिधा गर्न गाह्रो हुन्थ्यो अहिले मजाले गर्नु अहिले भइरहेको छ 90 डिग्री माथि आइसक्यो खुट्टा पहिलाभन्दा चाहिँ धेरै सुधार भइसक्यो धेरै सुधार भयो जस खुसी हुनुहुन्छ पक्का